जय धर्मदेवी माता, धर्मदेवी माता, धर्मदेवी भगवान की जय। धर्मदेवी मन्दिरको तपाईलाई मैले दृश्य देखाउँदैछु। हजुरहरूलाई दृश्य अवलोकन गरिदिनु हुन अनुरोध गर्दछु। यो धर्मदेवी मन्दिरको धारा हो, दुईटा धारा। यहाँनिर हेर्नुहोस् त, डेन्जर पानी बगिरहेछ। माई गड, सङ्लो सङ्लो पानी, सङ्लो जिन्दगानी। खतरा छ नि गाइस, झर्ना जस्तो देखिरहेको छ है। तपाईँहरूलाई म यो अचम्मको टेक्नोलोजी देखाउँछु ल। दिस इज लोकल टेक्नोलोजी। पानी लगाउने, यो देख्नुभयो यस्तो खोलाबाट टक्कै यहाँबाट चाहिँ ट्याक्कै पानीहरू त पुनेलो भन्छ हाम्रोतिर, पुनेलोबाट टक्कै उता खेतमा लगाएको देख्नुभयो। मैले चाहिँ लोकल टेक्नोलोजी यसरी काम गर्छ है गाइस। यहाँबाट हेर्नुहोस् त, बाँस छँदैछ जति पनि। यहाँ हाम्रोतिर बाँस यता जति पनि हुन्छ त्यही अनुसार बाँसको उबाट टक्क उता लगेर खेतमा, आलीमा टक्क पानी, खेतमा, धानको खेतमा पानी लाग्दैछ गाइस। तल हेर्नुहोस् त खोला छ, यस्तो खोलाको हाइटमा तपाईँहरूलाई पुनेलो, हाम्रोतिर पुनेलो भन्छ, यहाँ के भन्छ मलाई थाहा छैन। पुनेलो लगाएर पानी लगाएको अवस्था। माकुराको जालो यस्तो छ है अवस्था। हाम्रो धर्मदेवी मन्दिरको छेउमै रहेको खेतीमा यसरी पानी लगाएको छन् स्थानीयहरूले गाइज। यस्तो छ अवस्था। धन्यवाद, तपाईँहरूले भिडियो हेरिदिनु भयो। थ्याङ्क यू सो मच गाइज।